हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ म चाहिँ आलु र मेथीको मिक्स परोटा बनाउन गइरहेको छु। अन्त आलु चाहिँ मैले अघि उसिनेर रेडी पारेको थिएँ र म यहाँ केलाउँदैछु। अब त मैले आलु केलाइसकेर यसलाई मुसेर एकदम रेडी पारेर राखेको छु हैन। अब चाहिँ म यसमा यो मेथीको साग एड गर्दैछु। यो चाहिँ साग चाहिँ मेरो मम्मीले उमारी दिनुभएको थिएछ घरमा, अनि म त्यसकै आज परोटा बनाउँदैछु। अब यसमा मैले नुन एड गर्छु। नुन एड गरिसकेपछि म यसमा अलिकति हल्दी एड गर्छु। अन्त हल्दी एड गरिसकेपछि चाहिँ म अलिकति रेड चिल्ली पाउडर चाहिँ एड गर्छु कलरको लागि। अब चाहिँ यहाँ मेरो मसला एकदम रेडी भइसक्यो आलु पराठाको लागि हो। अन्त यता चाहिँ मैले यो डो चाहिँ अघि मुसेर एकदमै रेडी पारेर राखिराखेको थिएँ हो। अब चाहिँ म यो डोलाई सानो पिसमा डिभाइड गर्छु सबै डोलाई। त्यत्रो चाहिँ हुँदैछ मेरो। अब चाहिँ मैले बेलिसकेर एउटा रोटीमाथि म मसला राख्छु, त्यहाँदेखि अर्को रोटीले छोप्छु। अर्को रोटीले मजाले छोपेर चाहिँ यसलाई अब मजाले बिस्तारै स्लोली मजाले हल्कासँगले बेल्छु हैन। हल्कासँगले बेल्नुपर्छ किनभने फुट्छ। अब चाहिँ म यहाँ ताई बसाउँदैछु हो। ताईलाई गरम गर्छु। ताई गरम भइसक्यो अब मेरो। अब त चाहिँ म यहाँ तेल एड गर्छु। तेल एड गरिसकेपछि चाहिँ यसलाई म मजाले वरिपरि फैलाउँछु। तेल फैलिसकेपछि चाहिँ अब म यहाँ मजाले तेल खारिसकेको छ मेरो। तेल खारेर चाहिँ अब म यहाँ पराठा हाल्छु यसमा। हालेपछि चाहिँ अब यो पराठा हालिसकेपछि यसलाई हल्का लो फ्लेममा चाहिँ मजाले पकाउनुपर्छ। Wow! That is yummy. Wow! तपाईँलाई कस्तो लाग्यो ग्लास सेर्पा? Wow! मलाई त दामी लाग्यो। मेरो परोटा चाहिँ एकदमै मिठो भएछ हैन। अनि तपाईँलाई यो मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला।